टोक्नेको जिन्दगी गाह्रो छ जिन्दगीमा। किनभने आमा बाउले काम गर छोरा भन्दा आमा सक्दिन कि तपाईँ आफै गर्नुहोस् भन्ने मान्छे आज बिहा गरेर त साले जिन्दगीको पहिलोचोटि गुलामी अर्काको भयो कि भन्ने जस्तो लाग्छ मलाई। किनकि आज सके पनि नसके पनि आफ्नो माया भाग्छ कि भनेर पनि गर्नुपर्ने हुन्छ, नगरी नहुने। जिन्दगीमा साथीहरू के भयो? के हो जिन्दगीमा के भयो? आज यही आटो एउटा बुनाउन लगाएकै नै जिन्दगीमा जोइको गुलामी हुनु पर्यो रे आटो बुन्नमा। हिजो मेरो आमाले काम गर भन्ने बेला पनि मैले यसो काम भन्दा मैले एउटा सिनको बाँचेन। आज तँलाई बिहा गरेबाट मेरो जिन्दगी हरेक कुराहरू गर्नु परेको छ। कपडा धो, खाना पका, अर्को गर्नु परेको छ। सुन, माइतमा रानी भएर मजासँग बाउआकी छोरी एकी भएर बसेर खाएकी मान्छे आज तेरा घरमा घरकी रानी न गुलामी भएर खानु पऱ्यो। मलाई थाहा छ त्यो मान्छे आज एउटा आटो बुन्न लागि। रानी भए कहाँ छ त तेरा पछाडि त केही दिएन नि त तेरा बाउआमाले। किन बाउआले दिनै पर्छ? रानी अरे रानी भने कस्तो हुन्छ थाहा छ? रानी भने सालेको यहाँदेखि यहाँ शिरदेखि पैदलसम्म सुनले छपक्क छाएको त्यसलाई भनिन्छ रानी। त्यही रानी भनेर हुन्छ। बरु काम गरेन मैले माइत हुने बेला भन्न। काम पनि गरेन, रानीका तर्फमा बस्दा सुती सुती खाना मुखमा पुगेको थियो। दौराबारी र घाँसोबारी बोकेर मैले दिएँ, अब रानी भनेर खाएँ यार माइत। तँले आफूलाई आफू के ठाने छौ यार? एउटा काम गर्नाले आटो बुन्न लागि मेरो आमाले यस्तो अरे आमा हो जस्तो तिम्रो बाबुआमा बिहान त्यस्तो मेरो पनि बाबुआमा छोरी म पनि थाहा छ। प्यारा त सबैका हुन्छन्। के भयो त अझ त्यहाँ बिचमा गुलामी भन्ने कहाँ सक्दा दुईजना एक रथको दुई यस्ता पनि मान्छ आनै नआउनु जाने यार आनु भन्ने है। एक रथका दुईटा पाङ्रा त सँगै एक रथ होइन रे थोडा बोल्नमा मिस्टेक भयो त। कस्तो खिसाउन ल्याछि यति पनि नबुझ्ने। अछामी बोल, अछामीका छोराछोरी हामी होइन थोडा बोल्नमा मिस्टेक भइआयो के थाहा भयो कि नै? आफ्नो भाषा र आफ्नो संस्कृति कहिले भुल्नुहुन्न। कहाँ बिर्सिया छु र सम्झिया छु र के? आज सानो आटो बुन्न लागि बुढीकी गुलामी भएँ अरे, यो भएँ अरे, मेरा बाउआले यस्तो हरेनन् अरे, कहाँबाट आएनन् अरे। दुनियाँ सोसियल मिडियालाई सुनाएर केही फाइदा छ? घरको व्यापार यिनीहरू आएर आटो बुनिदिने हो? होइन हो के खोजेको छ आफूलाई अब केही अर्को बिहाहरूलाई भनेर हो कि कसो हो? कोही छैन केही छैन भनेर आजकल दुनियाँ देखेँ नि बिहा त म पनि हल्छु भन्ने सोच लागेको छ। कहीँ म यो सेवा सुविधा गर्ने दिने छ कि कहीँ हेरौँ कि भन्ने लागेको छ मलाई। त्यसो भनेपछि म तयार दिन आएँ सोसियल मिडियाहरूलाई भन्नु है। हेर साथीहरू, यो राडो मान्छे छ एक कोही छैन, आलो झपाल कोही भन्छन् एक्लो छ, यो आटो बुनिया छ खाएको छ। मलाई त एउटा टाइम पास जसरी राखेको छ। कोही छन् भने स्क्रिनमा नम्बर छोडिदिन्छु, कन्ट्याक्टमा आएर एक कल फोन गरिदिनु यसलाई। दम छ। जब दुईटी साथमा हुन्छ नि त्यतिखेर दम हुन्छ कि कम हुन्छ त्यतिखेर थाहा हुन्छ। अहिले त म केही भन्दैन, बिहा गरेर देखा। अहिले एउटी बुढीले आटो बुन्न लागि त यहाँसम्म, दुईटी बुढी भएपछि के हालत हुन्छ त्यति मात्रै दिमागमा राख्नु। भेजामा तब मात्र घुस्ने हो। म त आइमाईलाई बिहा नै गर्ने भन्ने प्लान छ। जस्तो मेरो बुढी उस्तै आटो पनि भयो, दुब्लीको आटो।